जमालाई नमस्ते। मेरो नाम सन्दीप थारू। म सन्दीप थारू एन्ड फिटनेस भलकर एन्ड फिटनेस च्यानलमा स्वागत छ हजुरलाई। म एउटा सानो क्रिएटर। म फिटनेसको जर्नी सुरु गरेको होमवर्क सुरु गरेको मैले 73 डेज भयो। मैले 1 वर्षलाई च्यालेन्ज लिएको। यति भन्दै मलाई अरू भन्न आएन। म पहिलोचोटि क्यामेरा बोल्दैछु। अरू बेला बोल्थेँ, यति वर्ष बोल्न सक्थेन। मैले स्क्रिप्ट आफूले सोचेर बोल्न सक्दाखेरि उत्तिकै बन्द गर्थेँ क्यामेरा। यसरी फ्रन्ट टु फ्रन्ट कुरा गर्न सक्दिनँ क्या। म अलि कच्चा छु। अलिअलि म छिटो बोल्ने बानी छ क्या मेरो। फेरि छिटो रिसाउने, अरूलाई सम्मान नदिने। म फेरि यस्तो मान्छे हो कि जसले जस्तो बोल्छ म त्यसलाई त्यसरी एन्सर दिन्छु। यो मेरो पहिलो भिडियो ब्लग च्यानल हो। पहिलो भिडियो यति भन्छु। म मान्छेलाई ठुलोलाई इज्जत गर्छु, नगर्दिनँ भन्दिनँ। तर जस्तो उतादेखि बोल्छ नि म यतादेखि उस्तै बोल्छु। त्यही रिस गर्दिनँ म कसैलाई। आफ्नो काम आफै गर्ने हो, स्वयं गर्ने हो। अरूको टाउको किन दुखाउने। जिन्दगीमा यति गर काम कि मेहनतले गर कि कसैले पनि नसोचोस् के गरी काम गरे भन्ने। बुझ्यौ नि? यति भन्दै म फेरि टिकटकमा अलिअलि भ्युज आउनु थालेको मान्छे। लेभल मिलेन भन्ने भिडियो थियो, 3 लाख जनाले हेरे। यतिको मान्छे हेर्ने छन् भने भिडियो त गराउनु पऱ्यो नि। अब सुरु गर्नु पऱ्यो भ्लगिङ पनि। टिकटकमा त्यति रिच आउनु थालेपछि अब भ्लगिङ सुरु गरिदिउँ भनेर सुरु गर्न थालेको। यो मेरो पहिलो भ्लग हो, यो भ्लगिङ हो। आजलाई यति भन्दै म बिदा लिन्छु। हस् त, बाई बाई। सपोर्ट गर्दै गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला। यति भन्दै म लागे भन्दा नि रुके। एउटा कुरा, एउटा जोक एन्ड गरेर जाऊँ न त। एउटा मैले कमेडी गर्छु, त्यो सुनेर जाऊँ है। मुलाको साग क्यामेरा बन्द गर्न छैन, काम छैन, भ्लगिङ सुरु गर्ने गरे। तैँले भ्लगिङ सुरु गरिस् त। मुला भ्लगिङ सुरु गर्छस्। मुला अरूलाई गाली गर्ने, रिसाउने। यसरी भ्लगिङ सुरु हुन्छ? यसरी भ्लगिङ सुरु हुन्न नि। इज्जतले बोल्नु पऱ्यो, सम्मान दिनु पऱ्यो, बल्ल भ्लगिङ सुरु हुन्छ भन्दै म लागे। कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक गरौँ। यति भन्दै लाग्यो। यो मेरो पहिलो भ्लग थियो। तपाईँहरूलाई कस्तो कन्टेन्ट हेर्न चाहिन्छ त्यो नि भन्नु होला। म पहिला सुरु भ्लगिङदेखि स्टार्ट गर्छु। होला के चाहिन्छ, प्राङ्क चाहियो कि कमेडी चाहियो कि भन्दै गर्नु होला। यति भन्दै म लागे। यो मेरो पहिलो भ्लग मैले जर्नी स्टार्ट गर्न थालेको। यति भन्दै म लागे। बाई।